साथीहरु नमस्ते मेछोर एन्ड वेलकम ब्याक टु अब सन्दीप सुजाता ब्लग। सो आजको ब्लग के हो भनेर तपाईहरुले बाइ द टाइटल एन्ड थम्बनेल थाहा पाइसक्नु भयो होला है साथीहरु। र अहिले चाहिँ हामी कहाँ जाँदैछौँ भने चाहिँ सासुबारी चाहिँ बारीमा जाँदैछौँ। अन्त बारीमा चाहिँ हामी गाईलाई खोलेको लागि चाहिँ मकै उखालेर ल्याउँ भनेर चाहिँ जाँदैछु। अनि सब्जीहरु पनि के छ यसो हेरौँ भनेर चाहिँ यहाँबाट जाउँ है, पानी दिन्छ जाँदैछौँ है साथीहरु। यहाँ चाहिँ हाम्रो छिर्के लागिरहेको छ हो। यहाँ चाहिँ हाम्रो अस्ति असिनाले आधी कुटेको सिबी यतिका भएको छ हो। अन्त हामी चाहिँ जाँदैछौँ है। आमाले चाहिँ बोल बोकिरहनु भएको छ यहाँनिर हो। अन्त मैले चाहिँ छुरी र के बोकेको छु, प्लास्टिक बोकेको छु साथीहरु। अब चाहिँ हामी बारी जाँदैछौँ। पारी गीत बजेर है कस्तो भइरहेछ। र यहाँ हेर्नुहोस्, यो चाहिँ हिजोअस्तिको दिन छिटा लगाएको हाम्रो हो। यहाँ चाहिँ यतिको भएको छ असिनाले खाएको सिबी। र हामी चाहिँ जाँदैछौँ है। कहाँ यताबाट जाने क्या जानमा यताबाट यहाँ हेर्नुहोस् है साथीहरु। यो चाहिँ हाम्रो बुढकौली हो। अस्ति असिनाले कुटेर पनि यतिको चाहिँ भयो हो। पत्ता मात्रै मर्यो होइन, फल चाहिँ फल्यो यहाँतिर पनि छ। र यहाँ चाहिँ प्याज बारीमा रोपेको नि त हामीले चाहिँ। अन्त चाहिँ अब यो चाहिँ अहिले खानु हुँदैन हो। यहाँ छ हो। यो चाहिँ हामी फर्स्ट चर्चमा बुझाएर मात्रै खान्छौँ। यहाँ पनि छ हो। यो चाहिँ हाम्रो प्याज बारी हो साथीहरु। प्याज पनि अन्त बुढकौली पनि। यो बुढकौली चाहिँ मैले छेउछेउ रोपिदिएको नि त, खानुहुन्छ भनेर हो साथीहरु। अन्त यहाँ हेर्नुहोस् त साथीहरु, मेरो धनियाँ बारी छ यहाँनिर। कस्तो दामी भइरहेछ हेमा। भरे त पानी लगाइदिन्छु मेरो यो धनियाँलाई पनि हो। अन्त हेर्नुहोस् त साथीहरु, मैले रमभेडा पनि रोपेको छु। बेसी रोपेको छुइनँ, 40 बोट चाहिँ होला हो हेमा। 59 हो कि कति छ हौ। रमभेडा छ यो हो। अन्त उपर गाजर छ। अन्त मैले अस्ति यो यता चाहिँ सारेको गाजर हो। यो चाहिँ यत्रो भएछ। अन्त मुला चाहिँ बिउ राखिरहेको छ। यो मुलाले चाहिँ सेभ गरिरहेको छ मेरो गाजरलाई। आमाको कपाल त फुस्के छ। ल अब चाहिँ हामी ओह्रालो जानेछौँ। यो पाइपले चाहिँ मलाई झन् डिस्टर्ब गर्यो होइन। अन्त हामी चाहिँ ओह्रालो जाँदैछौँ। अब यहाँदेखि ओह्रालो जानुपर्छ नि त। अनि चाहिँ हामी चाहिँ ओह्रालो जाने। अब चाहिँ हामी मकै बारी जाँदैछौँ है। मकै चाहिँ मैले अस्ति गाईलाई खोले हुन्छ भनेर चाहिँ बाक्लो बिउ लगाइदिएको छु नि त। त्यो भएर चाहिँ हामीले त्यो उखाल्दै गाईलाई चाहिँ कुटीसँग मिसाउँदै दिँदैछ यहाँमा। अन्त खोइ केराको बुङ्गा त हिजो बेलुकै खायो हामीले। उयो हेर्नुहोस् त केरा मात्रै छ। कता यहाँ देख्दैन के हो एकछिन साथीहरु। बुङ्गा चाहिँ बेलुका खायो होइन। अन्त केरा मात्रै छ यहाँ चाहिँ। र हामी चाहिँ अब ओह्रालो जाँदैछौँ होइन। मासु खानु पाउँछ क्या हो आमा। जिब्रो पो टोकी पठायो त हौ है। त्यही त। अन्त हामी चाहिँ यहाँ बारी हजुर अब अब यहाँ सासूबारी चाहिँ के गर्नु र, घरमा त्यतिकै बस्दा अल्छी लाग्यो। अन्त चाहिँ बेलुका आउनु भन्दा त पुरा अहिले नै जाउँ हौ भनेर आएको आमा र म चाहिँ यहाँनिर मकै उखाल्नुको लागि हो। यहाँनिर मकै चाहिँ हाम्रो हेर्नुहोस् त यस्तो बाक्लो मैले बिउ लगाइदिएको छु कि। हेर्नुहोस् त अब यस्तो बाक्लो छ हो हाम्रो मकै हो। अन्त चाहिँ यो मकैको बोट उखाल्नु पर्ने छ। अन्त यहाँ चाहिँ मेरो ओट्सको घाँस छ हो। यता पनि छ। अन्त चाहिँ यहाँ यस्तो आएर चाहिँ यहाँ चाहिँ पहिलो भएछ यहाँनिर हेर्नुहोस् हो। अन्त मोल अलिक कम्ती भएछ। यता पनि छ परसामा। अन्त यो चाहिँ हाम्रो मकै हो। अब चाहिँ हामी मकै उखाल्ने उपरबाट ल्याउँ यहाँमा। हामीले चाहिँ उताबाट उखाल्दै आधीसम्म ल्याएको छ हो। यो प्लास्टिक त यहीँ राख्छ, अहिले यहीँ आउनुपर्छ होला हो। अन्त म छुरी चाहिँ बोक्छु किनकि मकैको के भन्छ यस्तो फेद काट्नुपर्छ आमा र मैले चाहिँ। अन्त चाहिँ उपर वाइडु पनि आउँदैछ। वाइडु आइज त्यो प्लास्टिक चाहिँ नलैजा ल। वाइडु पनि आउँदैछ है साथीहरु। सो अब चाहिँ हामी मकै उखाल्ने साथीहरु। अब हामी चाहिँ मकै उखाल्नुपट्टि लाग्यौँ है साथीहरु। आमाले चाहिँ उखाल्नु हुँदैछ, छाट्नु हुँदैछ। छाटेको आमा यो मकै आमाले चाहिँ छाट्नु हुँदैछ र म चाहिँ यहाँ भिडियो गर्दैछु होइन। आमाले उखाल्नु भएको मकै दामी उखाल्छ हाम्रो आमाले। छाट्नु आउँछ नि पारा। आमाले उखाले अब म पनि उखाल्छु साथीहरु। तल छेउबाट ल्यायो भने मात्रै हुन्छ, मिल्छ हो आमा। यो छेउको त काम लाग्दैन। यसलाई उखालिदिन्छु, यसलाई पनि उखालिदिन्छु। बेसी बाक्लो राख्नु हुँदैन। के हुन्छ नि भोलिपछि छाड्दा हुन्छ। मैले पनि छाड्दैछु है साथीहरु। बेसी लाग्दैन नि त हामीलाई, कम्ती भए हुन्छ। यतिको होस् हो ग्याप है। र यहाँ चाहिँ यहाँ सिकारे। ओइ वाइडु कता गएको वहीँ राख्नुहोस् ल, मैले उयो गर्छु। आमाले चाहिँ अझै पनि उखाल्नु हुँदैछ यहाँ हेर्नुहोस् त हो। अन्त यहाँ चाहिँ यति थाक पार्यो। अब चाहिँ मेरो यो फेद काट्ने हो म चाहिँ। आमाले उखाल्दैछ अझै पनि। बाक्लो त राख्नु हुँदैन आमा। बाक्लो राख्यो भने घोका मसिनो फल्छ, केही न केही हुन्छ, कामै लाग्दैन। बरु ठुल्ठुलो फलोस्।
उयो हुन्छ नि त कम्ती फलोस् उँभोपट्टिको कि उँधोपट्टिको एउटा उखालिदिनु र अब चाहिँ म यो काट्छु है साथीहरू सासूबारीको चाहिँ यस्तै हुन्छ काम चाहिँ घरमा है आमा आमा र मेरो चाहिँ कामै यही हो म चाहिँ यो काट्दैछु है साथीहरू यहाँ काट्दै लाउनुपर्छ यसलाई चाहिँ यो जरा लगेर त काम पनि त छैन है र यिनीहरूलाई चाहिँ म यहाँ लाउँछु होइन अन्त चाहिँ यो चाहिँ यो दियो भने चाहिँ के आउँछ यहाँ चाहिँ होइन गाईको दुध आउँछ छुरी चाहिँ खतरा लाग्ने ल्याएको चाहिँ मैले चाहिँ अम्ली भेट्यो भने पनि अम्ली पनि छिनाइदिन्छ यो खाजा ढिलो भइसक्यो नि है यसले डल्लै मोल खायो भने त फेरि अरू उयसलाई लाग्दैन होला नि त मोल होइन छाँचेर अहिले सबै छाँदा फेरि उयो हुन्छ र बिग्रिन्छ नि छाँचेर राख्ने हुन्छ नि हुन्छ है होइन हुन्छ अब कति पो छैन अब 2-3 दिनमा सकिहाल्छ ल यो त नि सक्छ अब भोलि पर्सिदिन त्यहाँदेखि चाहिँ उतापट्टि घाँसको लाउनुपर्छ म चाहिँ यो मकै काट्दैछु यसको जरा चाहिँ घर लानु हुँदैन किनभने कसले बोक्ने भारी यो आखिरमा गाईले खाने त होइन यो जरा अलिक हल्का हुन्छ अलिक हल्का त हुन्छ यसले चाहिँ अहिले काटिसक्यौँ साथीहरू अन्त हामी चाहिँ यहाँ माथि आयो होइन अन्त अब आमा र म चाहिँ कहाँ जान्छौँ भने चाहिँ त तेर्सो जान्छौँ ल आमा हिँड्नु अगाडि कि म अगाडि हिँड्नु म अगाडि हिँड्छु ल अब चाहिँ म अगाडि हिँड्छु होइन अन्त चाहिँ हामी चाहिँ कता झन् जाको अरे जहिले म जाको यस्तो बोल्ने बानी भएको छ साथीहरू अनि हामी चाहिँ कहाँ गएको भने चाहिँ यहाँनिर बुढकौली टिप्नु गएको आज चाहिँ हामी बुढकौलीको सब्जी खाने अन्त चाहिँ हो हाम्रो चाहिँ यता बुढकौली यता मकै पुरा टाढा छ नि त त्यो भएर चाहिँ बुढकौली टिप्नु गएको है साथीहरू माथिको चाहिँ खानु हुँदैन त्यो चाहिँ अहिले खाने हुँदैन है साथीहरू यहाँ त यत्रो पो रहेछ बुढकौली त यत्रो भएर रहेछ यहाँ त मसिनो छ भर्खर हुँदै रहेछ साथीहरू माथि छ है अन्त हाम्रो यहाँनिर चाहिँ बन्दाकोपी छ झार पनि आएछ हो बन्दाकोपी भर्खर डल्लो लाग्दैछ ए पत्ता पनि डिस्टर्ब गर्छ पत्ताले पनि हो अन्त चाहिँ यहाँहरूको त अस्ति टिप्यो यहाँको टिप्यो यहाँतिरको चाहिँ अस्ति हामीले टिपेर पनि खाइसक्यौँ हो साथीहरू र हामी चाहिँ अब त्यहाँ तेर्सो जाँदैछु यिनीहरू त अब उखालेर गाई लाँदा हुन्छ खोले खाजा होस् त्यो सानो सानो यहाँ पनि सानो छ ए यहाँ यो त भाँच भएछ हामी त अच्छा यहाँ छ लाबर भाँचा दिनुहोस् आमाले चाहिँ भन्छ एउटा लाबर होस् यहीँ तर लाटा लाबर रहेछ हो साथीहरू अन्त चाहिँ नि यहाँ अस्ति नै हाम्रो आलु रोपेको बारी थियो यहाँ अहिले के पनि छैन हो यहाँ रमभेडा यो चाहिँ रमभेडा अलिक काम लागेन हो अन्त मैले अस्ति आमा र म भएर यहाँ अलिअलि उकेर दिइरहेको छ हो यहाँनिर पानी नभएर सुक्खा भइरहेछ हो कस्तो बिजोग भइरहेछ अब चाहिँ हामी यहाँ बुढकौली ल्याउनु आएको कहाँ गयो बुढकौली चाहिँ हेर्नुहोस् त यो चाहिँ भएछ अब यो मसिनो मसिनो चाहिँ हामी लान्छौँ यसलाई भाँच्दै आमा यो पक्रिनु त यो चाहिँ म यसलाई भाँचाउँछु लिनुहोस् अन्त अर्को पनि छ कहाँ छ भने यहाँ छ अर्को पनि सुक्खा भएछ पानी नहुने बेला भएछ है यहाँ पनि यो भयो दुईवटा यहाँनिर चाहिँ मैले मुला रोपेको छु छरेको छु अब यो मुला चाहिँ भोलि ठुल्ठुलो भएर चाहिँ अचार सास्नुपर्छ र अब चाहिँ हामी यहाँबाट यतिबाट लगेर गएको म चाहिँ यहाँ गाजर भएकोमा आएको छु होइन गाजर चाहिँ कत्रो कत्रो फलेछ हेरौँ है त भाटुरे आमामा के साह्रो चाम्रो हो यहाँ त पुरा चाम्रो भएछ आमा ल्या चुड्यो माइ गड अम्बो ठुलो रहेछ के रहनु चाहिँ चुड्यो नि अब कसरी निकाल्ने यसलाई खनेर पनि निकाल्छु आमा सक्दैन उखाल्नु म खनेर पनि निकाल्छु प्रभु आऊ ल्या यो सानो पनि बिजोक भयो यो त यत्रो पो रहेछ न त कोही चाहिँ के भनेर गएको यस्तो तल अब भाँच्यो भने चाहिँ केही न केही हुन्छ आया नङभित्रै मात्रै पस्यो अब यो गाजर खन्नु पनि काँटा लिएर आउने बेला भयो यत्रो रहेछ आमामा तल गएछ आमा पक्रिनु अब अर्को हेरौँ है पुरा चाम्रो भएछ यत्रो रहेछ यो त बेच्ने बेला भयो होला है आमा भयो अब अर्को ठाउँमा हेरौँ न भनेपछि त्यसलाई त अब बेच्नु पो पर्ने रहेछ यत्रो बेच्छ अब यो गाजर भयो यति अब क्या लाउँ यता हेरौँ न बिचमा यहाँनिर अब चाहिँ म यहाँ बिचमा जाँदैछु निकै ठुल्ठुलो भएछ है साथीहरू गाजर चाहिँ अब यहाँनिर ठुल्ठुलो भएछ मैले त पट्याएको को हुन्छ त्यहाँ उडी बाबा हेर्नुहोस् है हो यत्रो भएछ बेच्ने यत्रो हो ए भनेपछि अब आनीलाई फोन गरेर भन्नु पठाउनु पर्छ एउटा खाल्छु ल आमा यो त अलिक सानो रहेछ लु जाउँ आयो हो हाम्रो गाजर त्यत्रो भएछ ठुल्ठुलो त खिराउँछ अरे आमाले भनेको हो अन्त चाहिँ यहाँ चाहिँ सिनो रहेछ बुढकौली यो चाहिँ बुढो बोटको यही भए पनि लैजाउँ न 1 छाक 2 छाक हुन्छ नि
हामी 4-5 जनालाई कति हुन्छ र सबै लान्छु आमा प्लास्टिक थाप्नु ल यो चाहिँ हाम्रो प्लास्टिक सब्जी ल्याउने प्लास्टिक हो यो कुरोलाई चाहिँ उखालिदिनु पर्यो यो कुरो चाहिँ उयो हुन्छ यो कुरो चाहिँ फैल्यो भने चाहिँ साथीहरू कस्तो बिजोक हुन्छ भने नि सट्टाउनै साह्रो पर्छ बिरुवा उम्रेको गर्छ यहाँनिर पनि छ हाम्रो बन्दाकोपी चाहिँ अलिअलि यो चाहिँ नि साथीहरू मैले उपाराबाट त्यो अघि जुन उखालेँ नि त्यहाँबाट बिरुवा ल्याएर रोपेको हो कि उखालेर आइ यत्रो पो रहेछ यहाँ त ए भर्खर सर्दै रहेछ यो त बोटमा ठुलो हुन्छ क्या हो यो यत्रो मात्रै लैजाउँ अब ए सारेको त नहुँदैन क्या हौ बाछा मात्रै क्या हौ एकछिन एउटा उखालौँ यो उखालौँ आइ किन चुडेको च्वाट यो पनि चुडे च्वाट चुडे अब चाहिँ यो उखाल्छ लास्ट नचुडे अब चाहिँ नचुडे ए यत्रो मात्रै हुन्छ साथीहरू हेर्नुहोस् त सारेको राम्रो नहुँदो रहेछ साथीहरू आमाको हातमा देख्नु बेला कोटी भन्ने नानीहरू आउँदैछ नानीहरू आयो अब चाहिँ म के खाल्छु भने चाहिँ साथीहरू धनियाँ लान्छु सिधै आमा म धनियाँ खाइहाल्छु ल यहाँबाट छिर्नुपर्छ आमा छिर्नु नि किसिमबाट ए छिर्छ र म चाहिँ अब यहाँ धनियाँ खाल्छु बिचको एक दिनबाट धनियाँ पनि बेच्ने भएछ यहाँमा होइन धनियाँ र गाजर सँगै पठाउँ है सँगै पनि ढुक्कै हुन्छ नि त कुन त अलिकति मसिनो छ म चाहिँ धनियाँ पनि टिप्दैछु है साथीहरू आफैले रोपेको धनियाँ है आफैले खानु पाउँदा कति खुसी हुन्छ है त्यो पनि बस्तीको होइन अन्त चाहिँ त्यस्तो ठुलो चाहिँ भएको छैन होइन अलिकति सानो छ सन चाहिँ आमाले चुडाउँदै उखाल्नुहुँदैछ कति लैजाउँ भक्कु त नलैजाउँ है म त एकैचोटि लगाइहाल्छु नि त ल्या है चुडाइ पठाएँ मैले त भइहाल्यो जाउँ मैले चाहिँ यति टिपेँ साथीहरू धनियाँ चाहिँ अब चाहिँ म यो कोपी पनि काट्दैछु त्यहाँ त 2-3वटा पलाएको छ एउटाले नै मलाई बहिनी छ देखा मलाई यहाँनिर म यहाँ काट्छु मलाई पुरा अप्ठ्यारो भयो नि त ट्याङ यतिको बन्दाकोपी आमा ए खोइ प्लास्टिक आमा प्लास्टिकमा लाउनुहोस् त भयो यसलाई पनि खल्लानु पऱ्यो नि हामी चाहिँ यसलाई नै उखाल्छु फेदमै तर काट्नु त सक्दिनँ प्रभु यो भयो यहाँ ल्याउनु त नानी अब म तपाईँलाई के देखाउँछु हेर्नुहोस् ल साथीहरू मेरो हात देखाउँछ एउटै उयसमा बोटमा हेर्नुहोस् त एउटा छैन यहाँ बोट एउटा छैन बोट यहाँ हेर्नुहोस् न यो पनि एउटा भयो अर्को पनि छ यहाँ पनि छ एउटा डल्लो यहाँ पनि छ डल्लो यो के भएको लु यहाँ पनि छ डल्लो लु आमा एउटा बोट छैन साथीहरू हेर्नुहोस् त यहाँ एउटा यहाँ 2टा यहाँ 3टा यहाँ 4टा यहाँ पनि छ एउटा 5वटा ल्या के भएको यो कति खानु पाउँछ अरे भक्कु खानु पाउँछ अरे म चाहिँ यहाँनिर यस्तो दुःख गरेर बोक्दैछु यहाँनिर अन्त बोजू नातिनी चाहिँ पर आउँदैछ हो साथीहरू अन्त मैले चाहिँ यहाँ यो बोकिरहेको छु हो अनि बहिनी चाहिँ अब कति आधा घन्टाको लागि घरमा आएको आधा घन्टा बाद त फेरि स्कुलै जानुपर्छ ऊ चाहिँ ट्युसन जानुपर्छ नि त त्यो भएर चाहिँ अब चाहिँ उसलाई गएर खाजा बनाएर खुवाएर चाहिँ पठाउनु पर्छ साथीहरू अन्त म चाहिँ यो लाँदैछु घरमा है बहिनी छिटो आउनु यहाँ हेर्नुहोस् साथीहरू हाम्रो चाहिँ कुखुरा चल्लालाई के दिन्छु भने चाहिँ नि अब आउँछ होइन यो दिन्छु हरियो घाँसहरू ल्याइदिएको थियो कि कुखुरालाई खुसी भयो अब खुसी हुँदै खाँदैछ यति मात्र चाहिँ हाम्रो चल्ला मसिनो छ हो माउ त एउटा 2टा 3टा 4टा मात्रै छ चल्ला चाहिँ बेसी छैन अलिअलि छ र यिनीहरू खुसी भएर खाँदैछ हो र अब चाहिँ म गएको साथीहरू बहिनीलाई खाजा बनाउँछ ढिलो भयो अन्त चाहिँ अब खाजा बनाउँछु होइन अन्त चाहिँ खाइकन चाहिँ बहिनी फेरि ट्युसन जान्छ घरमा बसेर केही काम हुँदैन घरमा बस्यो हल्ला गर्नुभन्दा बरु ट्युसन गएर एउटा वर्ड चाहिँ सिक्यो भने पनि कति ठुलो हुन्छ है नानीहरूको लागि त्यो भएर चाहिँ हेर्नुहोस् न झिझाको मलाई म्याउसी के भयो म्याउसीको मम्मी यहाँ छ है यता ल्या देख्यो म्याउसी ल अब चाहिँ गएको यहाँनिर खाजा बनाउनुको लागि अब चाहिँ बहिनीलाई मैले चाहिँ के बनाइदियो भने चाहिँ वाइ र अन्डाको सुप बनाइदियो अन्त चाहिँ यो चाहिँ बहिनीको दुध हो यसलाई म अहिले चाहिँ बिहान दुध दिँदैन नि त बिहान दुध दियो भने के गर्छ भातै खाँदैन त्यो भएर चाहिँ अन्त यता हाम्रो आमालाई पनि मैले अन्डा र वाइको सुप बनाइदियो होइन हाम्रो आमालाई चाहिँ प्रेसर लो भइरहेको छ नि त त्यो भएर चाहिँ खानु है आमा खानु है प्रेसर लो भइरहेको छ के भन्छ बोजूलाई पनि दुध दियो भने चाहिँ भात खाँदैन भन्दैछ लु खानु ढिलो हुन्छ अहिले फेरि यो चाहिँ मेरो फेरि यहाँ मेरो पनि छ है सुप बनाएको अन्त म पनि खान्छु तातो छ है तातो भयो खतरा छ तातो मेउसी बाहिर जानु अहिले झापट पर्छ जहिले त्यसलाई चाहिँ है
उसले दुध पनि खाने कहिले सेलेर कहिले खाने ल छैन टाइम अब चाहिँ फोनमा चाहिँ त्यसरी 1 लाख दिइहाल्छ फोनमा त्यस्तो नि 1 लाख दिइहाल्छ अरे ल खाना खाना आमाले पनि खानुहुँदैछ आमाको चाहिँ प्रेसर लो छ नि त त्यो भएर चाहिँ मैले अन्डाको र वाइवेको सुप बनाइकन दिएको हाम्रोमा चाहिँ अन्डा खानै मन पर्दैन कि तर मैले चाहिँ दिएको उनीहरूले चाहिँ अनुहार कति कुच्याइरहेको छ गुचुक दुई जाति हुन्छ कि भनेर खानुभएको अरे खानु खानु बहिनी खानु खानु अब म पनि यहाँ मनिष र अनुपले पनि खाँदैछ दुईजना एक हलको हो नि त दुईजनाले पनि खाँदैछ यता आमाले पनि नानीहरू सँगसँगै एउटा अलिक कडा हुन्छ अरे एउटा अलिक ठुलो सानो छ भनेर दाजुभाइ हो नि त त्यो भएर एक हलको दुईवटा हाम्रो साइलाको यहाँ चाहिँ एउटा गाई छ भन्नु भएको छैन हाम्रो त्यसो भनेर मात्रै खान्छ अहिले अन्त ढिलो खान्छ नि त कोरोली बाछा अरे बोजूले त लु छिटो के छ अहिले अर्डर छोपेको र अब चाहिँ हामी यहाँ धमाधम खाइरहेको छ है यहाँनिर चाहिँ दुईजना भाइहरू पनि छ हो अन्त चाहिँ मिठो भयो अनुप मनिष मिठो भयो ए यता हाम्रो बस्नु साथीहरू अब म पनि है खानु लाग्यो तातो तातो सुप तातो छ पिरो पनि भएछ हाम्रोमा चाहिँ के भएर पिरो भयो थाहा छैन वाइवाईको उयो लगाइदिएको थिएँ नि मैले मसला र चाहिँ म पनि खाँदैछु दामी हो अन्डा र उयो खाएको दामी भयो साथीहरू हामी चाहिँ खाजा पनि खायो अन्त नानीहरू पनि यहाँ ट्युसन जाँदैछ तीनजना कता गयो हाम्रो बहिनी पनि अन्त हाम्रो आमा आउँदैछ म पनि नानीहरूसँगै कहाँ गएको भने चाहिँ दुध दुनु कहाँ दुध दुनु गएको होइन अब यिनीहरूको चाहिँ 4:30 हुनु आँट्यो 4:30 चाहिँ ट्युसन जान्छ र चाहिँ अब म पनि गएको रियान्स पनि उमा जाँदो रहेछ सो तपाईँहरूलाई हाम्रो भिडियो कस्तो लाग्यो है प्लिज कमेन्ट गरिदिनु होला होइन जति पनि नयाँ हुनुहुन्छ भने तपाईँहरूले मेरो च्यानललाई सब्सक्राइब गरिदिनु होला अन्त तपाईँलाई कस्तो लाग्छ प्लिज कमेन्ट गरिदिनु होस् भन्दै तपाईँहरूसँग बिदा लिने छु सो बाई बाई